कहाँ हुनु बज्र ए ताम्री छ नि तपाईँको के फ्याक्ट्री छ धेरै वर्ष भइसक्यो है 40 सालबाट भनेको त अनि यो एउटा यो ठेका बन्नलाई चाहिँ कति टाइम लाग्छ एक दिन डेढ दिन मसिनोलाई बिहानभरिमा पनि सकिन्छ ए हर्पीहरू हुन्छ नि घिउ लाउने त्यो पनि बनाउनुहुन्छ यो एउटा ठेकाको रेट चाहिँ कति पर्छ यो अब यो मानाले हुन्छ हैन हजुर पर्छ नि अब ठुलो लाँदा 12-15 पर्छ सानो ए यो बना चाहिँ के काठको बन्ने हो यो काठ पहिले पैयाहरूको त बन्दैन होला है पैयुको हामी त यहाँ ज्यालामा आउनु होला हैन त्यो हजुरले चाहिँ के बुवाहरूले नि गर्नुहुन्थ्यो कि यो पेसा हजुर लेबल अनुमान आउँछ होला हैन त्यति चाहिँ काट्नु पर्ने रहेछ हजुर त्यो लेबल हेर्दै जानु नत्र त बढी काट्यो भने त पाल्नै पर्छ है पऱ्यो भने त दुःख मात्रै गयो हाम्रो है रेत पनि यसरी लाउनुहुन्छ है रेती लाउँदैन हुन्छ छिटो भुतिन्छ है क्या भुतिन्छ नि यो धाबरा काट्नु पर्छ स्कुलदेखि कतापट्टि छ तपाईँ स्कुलदेखि मुनि यहाँ ठाडा हल स्कुल छ नि त्यहाँदेखि मुनि कार्की मानबहादुर कार्की कतिको स्कुल हो स्पिड त कस्तो चिल्लो भएर निस्केको यार पुरा घट्टा सिस्टम हजुर कुन जाति हुनुहुन्छ नि ए अबको नयाँ पुस्ताले यो सिप लिएन भने त मासियो त हजुर ए हुन्छ हजुर अबको पुस्ताले त अनि मासिएपछि त हजुर त्यही हाम्रो त फेरि पुरानै सिलिबरको
सिलिबर त पुरानो त के भन्नु सिलिबर चाहिँ नयाँ नयाँ तर गनाउँछ क्या त्यसमा मै कालो हुन्छ काठको दही दुधलाई काट्ने भाँडा हो खासमा यहाँनिर कतिवटा ठेका बनाउनु भएको छ नि छैन भर्खरै सुरु भएको ए एउटा भर्खरै यसो हामी पनि लिनुपर्ने थियो कि होइन त्यहाँ जाऊँ न